साथीहरू गणतन्त्र दिवसको सबैजना मेरो युट्युब फ्यामिलीहरूलाई शुभकामना। साथीहरू आज हामी कहाँ जाँदैछौँ त? हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। म फेरि पनि आइसकेँ हजुरहरूको सामने न्यू डे न्यू ब्लग लिएर। आई होप सबैजना सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ, स्वस्थ मस्त अनि व्यस्त हुनुहुन्छ भन्दै आजको भिडियो स्टार्ट गरिरहेको छु। र आज चाहिँ गणतन्त्र दिवस रहेको छ अनि आज के हुन्छ कसो हुन्छ तपाईलाई म एकछिनमा देखाइ नै हाल्छु। मेरो भिडियोलाई लाइक कमेन्ट गर्न बिर्सिनु भएको छ भने प्लिज फेरि पनि भने भिडियोलाई लाइक कमेन्ट गर्नुहोला। अनि यो गणतन्त्र दिवस कहिले आएको भन्दाखेरि नेपालमा 2065 साल जेठ 15 गतेदेखि लागू भएको हो। यो किन मनाइन्छ भन्दाखेरिमा हाम्रो देशमा पहिला लोकतान्त्रिक गणतन्त्र यस्तै के भएको सम्झनामा आज यो बिहानको भ्यू देख्न सक्नुहुन्छ। अहिले चाहिँ 8 बजे छ काठमाडौँको। पानी पनि यस्तो आउने जस्तो आँटेछ। हिजो राति चाहिँ एकदम ठुलो पानी आएको थियो के। अहिले चाहिँ आकाश पनि यस्तो गरेछ। यहाँ चाहिँ एकदम मौसम चिसै छ भनौँ, चिसो छ, बेस्ट छ मौसम। है गाइजहरू देख्न सक्नुहुन्छ मौसम काठमाडौँको। यो चाहिँ बिहानको 8 बजिरहेको छ। पानी चाहिँ देख्न सक्नुहुन्छ छतैभरि पानी। हिजोकोले कि ठुलो आएको थियो पानी। हेलो गाइज, मैले चाहिँ मोबाइलमा कभर चेन्ज गरेको यही हो। कस्तो छ भनिदिनु। आई थिङ्क राम्रो छ होला है। बाई। यो चाहिँ मैले तपाईँलाई देखाएको थिएन तर कभर कुन हाल्थेँ थिएँ भनेर त्यही भएर देखाएको। हामी जाँदैछौँ अब टुरी खेलमा। बालेन शाह आउनुपर्छ भन्ने सुन्नेमा आएको छ। हुनुहुन्छ कि हुनुहुन्न, यहाँ भिड यस्तो भिड छ। अनि यहाँ टुरी खेल जाँदैछौँ। मेरो आवाज कस्तो आएको छ, सानो आएको छ कि ठुलो आएको छ गाइजहरू? हामी चाहिँ टुरी खेलमा जाँदैछौँ। यहाँ अझ गाडी पनि जाम लाग्न लागिसक्यो। यता माथिबाट थियो गाइज। म तपाईँलाई वहीँ गएर भेटाउँछु है, के हुन्छ कस्तो हुन्छ देखाउने गर्छु। यो एउटा चाहिँ त्यहाँ अगाडि दुगडिसकेको छ। म चाहिँ यहाँ पछि हिँडिरहेको छु भिडियो बनाउँदै। साथीहरू हामी चाहिँ यहाँ आइपुग्यौँ, यहाँ नजिक आइपुग्यौँ। हाम्रो यहाँ चाहिँ कार्यक्रम सिकिसकेको छ। सबैजना गइसक्नु भएछ कि यहाँ खाली छ भने तपाईँलाई देखाउँछु। टुडी खेल देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा। साथी यही हो कि टुडी खेल। यहाँ चाहिँ 10 बजीदेखि स्टार्ट भएको, अहिले 11 बज्यो भर्खरै। 1 घन्टामै सिद्धिसकेछ झन्। हेरौँ भनेर आएको कि सिद्धिसकेछ गाइजहरू। यहाँ चाहिँ सिद्धिसकेछ कि हामी यहाँ हेर्ने भनेर आउँदै थियौँ। भर्खरै 1 घन्टा नहुँदै सिद्धिसकेछ। हामी चाहिँ अब यहाँ त्यस्तै अब यहाँ तल लेखेछ गणतन्त्र दिवस 2083। गाइज हामी चाहिँ अब भित्र जानु पाएनौँ, त्यस्तै हिँडेछौँ। अब यहाँ फुटपाथदेखि त्यही पनि फेरि ह्याप्पी रिपब्लिक डे एभ्रिवान है त साथीहरू। हामी चाहिँ जस्ट हिँड्दैछौँ यहाँ भिडियो बनाउँदै। त्यो सोचेर आएको के भयो गाइस देख्न सक्नुहुन्छ। यहाँ हामी झन् हेर्नु भन्दै आएको भएन, हाम्रो यहाँ नभएर होला। हामी अलि लेट गऱ्यौँ क्या गाइस। आउनु त आयौँ तर अलि ढिला आयौँ। यहाँ अझै कामहरू बन्दैछ गाइस। हामी चाहिँ यहाँ अहिले कता सिंहदरबारतिर जाँदैछौँ। यहाँको देख्न सक्नुहुन्छ यहाँको फुटपाथ पनि ठुलो छ। यहाँ बाटोहरू पनि हेर्ने, यहाँ पुल पनि कस्तो दामी छ गाइस। यहाँको फुटपाथ चाहिँ सक्नुहुन्छ। यो फुटपाथ भइगयो यो मेन रोड। त्यहाँबाट त्यहाँ चाहिँ पिङ पनि छ खेल्ने। यो है गाइस, यहाँ चाहिँ पिङ घुम्दैछ यस्तो मजाले। अनि चाहिँ यहाँको कुन पार्कमा आएको थाहा छैन, आई डोन्ट नो गाइस। हामी चाहिँ बागबजारबाट हिँडेको, यहाँ न्यू बानेश्वर आइपुग्यौँ। हामी चाहिँ यता कता हिँडेछौँ। हामी चाहिँ धेरै हिँडिसक्यौँ।
कहाँ कहाँ घुम्दैछौँ हेर्दै गर्नु गाइसहरू। लु है साथीहरू, यो चाहिँ हिजोको भिडियो हो। हामी चाहिँ हिजो घुम्न निस्केको थियौँ। रुमदेखि यस्तो ठुलो पानी आएर बिजोक भयो कि। लु साथीहरू, फाइनल्ली हामी यता जताततै वरिपरि कता कता घुमेर पनि आयौँ। भर्खरै आयौँ, फेरि पनि पानी आउनु जस्तो गरिरहेछ यता। र हामीले त्यहाँ हेर्ने भनेको टुडी खेलमा त्यो भएन। हामी त्यसपछि कता कता गयौँ, के गऱ्यौँ र फेरि पनि ह्याप्पी रिपब्लिक आइमी गणतन्त्र दिवसको सबैजनालाई शुभकामना। र यो चाहिँ हाम्रो नेपालमा किन मनाएको भन्दा राजतन्त्रको अन्त्य भएर यो के यस्तो लिएको यो सम्झनामा हरेक वर्ष यो जेठ 15 गते मनाइन्छ। भन्दै आजको भिडियो के कस्तो लाग्यो? आज चाहिँ भिडियो अलिक छोटो भयो, लामो बनाउँछु भने पनि छोटो भयो। के गर्दै अहिले पनि पानी आउनु जस्तो गरेछ। अनि फेरि पनि भने मेरो च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब गर्न नभुल्नु होला। र लास्टमा पनि भने मेरो भिडियोलाई लाइक गर्न बिर्सिनु भएको छ भने लाइक गर्नु होला भन्दै बाई बाई साथीहरू। आई लभ यु अल है। बाई, भेटौँला अब नेक्स्ट भ्लगमा।